अब के गर्छु म हेर्नुहोस् है 15K निकालेको थियो साथीहरु अनि सो 15K को सामान चाहिँ के ल्याए अब त्यो पनि देखाउनु पर्यो नि हैन। मर्निङ सेवा अनि वेलकम ब्याक टु माई च्यानल अनिता नवराज ब्लग। सो साथीहरु आज चाहिँ मैले भिडियो आफ्नै रुमबाट स्टार्ट गरिरहेको छु अनि सो अहिले चाहिँ रेडी सेडी भएर बजार जान आँटेको अनि जान आँटेको भनेर हजुरहरुले थम्बनेल टाइटल हेरेर चाहिँ थाहा पाइसक्नु भयो। सो अब हामी चाहिँ बजार जाँदैछौँ अनि के किन्छौँ त्यो चाहिँ हजुरहरुले फुल भिडियो हेर्नुपर्ने हुनुहुन्छ। त्यो लाग्यौँ अनि जाँदैछु मैले चाहिँ अब यहाँ चाहिँ सिटी पाउँदैन क्या अहिले अनि अलिकति रोडमा निक्लिनु पर्ने हुन्छ अनि अर्चनालाई पनि स्वागत छ है मेरो ब्लग भिडियोमा। ल हेलो भन्नु। हेलो। हामी चाहिँ जेठानी देउरानी बजारतिर जाँदैछौँ। सो के किन्छौँ त्यो चाहिँ हजुरहरूले फुल भिडियो हेर्नुपर्ने हुन्छ अनि जाँदैछौँ। यस्तो घाम लागेको छैन क्या आज चाहिँ अलिकति ढिलो भयो किनभने मेरो नानी बाबुलाई स्कुल पुऱ्याउन गएको बाबु चाहिँ आज बजार जान्छ भनेर मानेकै थिएन अनि पर्खिँदा छिटो पुगेछ। पर्खिँदा बाबु चाहिँ धेरै बेर बस्यो भने रुन्छ नि त जसको पनि नानीहरू रुँदा गरो एकछिन बसेर अनि फक्किसक्यो बच्चे नि आएको। अब चाहिँ बाटोमा जाँदैछौँ अब गएर चाहिँ त्यहाँबाट हाइवेमा निक्लेपछि हामी सिटी पक्रिन्छौँ अनि सिटीमा जान्छौँ अनि अलिअलि काम छ के हुन्छ सकेसम्म चाहिँ भिडियो देखाउने नै छु अनि त्यसपछि हजुरहरूले चाहिँ यो के को लागि हो भन्ने थाहा पाउनको लागि चाहिँ हजुरहरूले फुल भिडियो हेर्नुपर्छ हामीले के किन्यौँ है बजारबाट भन्ने। ल अहिले चाहिँ हामी जाँदैछौँ ल साथीहरू बजार पुगेपछि देखाउँछौँ ल। आएर पनि सिटीमा चढिसक्यौँ अनि अब चाहिँ बजारतिर पुगेपछि के गर्छौँ सो लगातार देखाउँछु। अहिले चाहिँ जाँदैछौँ बाबुले हेर्दैन अब हामी चाहिँ पुगेपछि देखाउँछौँ ल। मैले यति धेरै पैसा किन निकालेँ त यसको अब के गर्छु म हेर्नुहोस् है। चाहिँ बजारमा किनमेल पनि यति गरेको छौँ नि साथीहरू सो अहिले देखाउँछु त्यो चाहिँ अब चाहिँ किनमेल गरेर हामी घरतिर लागिसक्यौँ। अघि झकेको मेरो 15K चाहिँ कति सामानहरू किने के गरेँ त्यो चाहिँ अहिले म रिभिल गर्छु ल। अब हामी चाहिँ गयौँ साथीहरू म चाहिँ बजारबाट पनि घर फर्किसकेँ अनि अघि तपाईँहरूले देख्नु भएको थियो होला मैले चाहिँ 15K निकालेको थियो साथीहरू अनि सो 15K को सामान चाहिँ के ल्याएँ अब त्यो पनि देखाउनु पर्यो नि हैन। मैले चाहिँ 2वटा ब्याग लिएको छु। म चाहिँ अरू कलर चाहिँ अलिक लाग्छ क्या यो मेरो छोरीको लागि गेस्ट यो ब्याग चाहिँ कति पर्यो होला सो कमेन्ट गर्नु होला ल साथीहरू कति पर्यो होला भनेर। यो ल्याइदिएको चाहिँ छोरीलाई अनि छोरीलाई मात्र ल्यायो भनेर फेरि कमेन्ट पनि आउन सक्छ। सो छोरीलाई मात्रै होइन बाबुको लागि पनि छ। बाबुलाई चाहिँ अलिक लेडी जस्तो लाग्यो होइन र मलाई यो राम्रो लाग्यो क्या कलरहरू रातो चाहिँ यो अनि यो यो किने मैले 15K भित्रमा चाहिँ मैले यो किने अनि त्यसपछि मेरो चाहिँ नानी बाबुहरू अलिक बिरामी छ नि त अनि सो यो पनि लिए साथीहरू यो दुईटा अनि त्यसपछि अझ पनि लानुपर्ने हुन्छ तपाईँले क्या अनि विशेष पास्ता यो चाहिँ एकदम बेस्ट हुन्छ पास्ताहरू भन्दा खुल्लामा भन्दा एकदम मिठो खाएको मिठो हुन्छ अनि त्यसपछि अस्ति चाहिँ मैले बाबुको लागि मात्र ल्याइदिएको थिएँ कि यो आज चाहिँ छोरीको लागि पनि ल्याइदिएको छु। सो अब बाबुलाई मात्र ल्याइदिएको थिएँ बाबुको चाहिँ छ बाबुलाई जस्तो भएको ल्याइदिएको अनि एकदम राम्रो लाग्यो कि मलाई अनि छोरीलाई पनि मैले अर्को ल्याइदिएको थिएँ अलिक उसलाई ठुलो भयो मन परेन अनि सो यो चाहिँ छोरीको लागि ल्याइदिएको स्ट्रोवाला हो। अब गर्मीमा पनि किनकि तातो पानी पनि राख्न मिल्यो अनि चिसो पानी पनि चिसो हुने चाहिँ उसलाई ल्याइदिएको स्कुलको लागि स्कुल ब्याग अनि एकदम राम्रो चिज स्ट्रोमा पनि भयो स्ट्रो खाले पनि भयो होइन अनि त्यसपछि गएर यो पनि क्या यो राखेर पनि खाँदा भयो यो मक्लाउँदा पनि भयो। सो त्यसैले
एकदम राम्रो लाग्यो। अनि छोरीलाई पनि आज ल्याइदिएको, बाबुको चाहिँ छ अलरेडी होइन। फेरि कार्टुनमै राखिदिन्छु, फेरि मलाई चाहिँ गरेको ल्याइदिएछ भनेर मन दुखाउँछ छोरीले होइन, त्यही भएर कार्टुनमै राख्छु। एकदम राम्रो थियो, कस्तो राम्रो राम्रो कलर छ है। बाबुलाई चाहिँ मैले यो कलरको ल्याइदिएको छु क्या, अनि त्यसपछि छोरीले यस्तो कलरको ल्याइदिएको। अनि त्यसपछि यहाँ चाहिँ मेरो साबुनहरू छ, लुगा धुएर भाँडा धुने। कहिलेकाहीँ पूजापाठ पनि गर्नुपर्ने भयो क्या मैले। अनि यो आज चाहिँ मैले अगरबत्ती पनि लिएको छु। अनि यो चाहिँ सोयाबिन कसलाई मनपर्छ, मेरो चाहिँ एकदम मनपर्छ बाबु नानीलाई, मलाई पनि। सेम्पू लिएको छु, मसलाहरू त्यस्तै त्यस्तै। अनि यता यो बाबुको रहेछ नानी बाबुको लागि ब्रस लिएको छु। अनि सबसे मोस्ट इम्पोर्टेन्ट एकदम यो जुवा लिएको छु, दुधसँग कटेर खाने। अनि यो बाल्टिनवाला सरफ, मलाई सरफ किन्नु चाहिँ अब यो किनकि बाल्टिन पनि पर्ने है। अनि सरफ त्यसैले यो लिएँ, एकदम राम्रो लाग्छ। खै अब युज गरेको छैन, कस्तो हुन्छ है त। यो चाहिँ युज गरेको छैन भन्दाखेरि यो रिङ कलर राखेको छु, रिङ र ऊ आज चाहिँ यो हो। अब चाहिँ कस्तो हुन्छ है। अब अन्त अहिले चाहिँ मैले यति धेरै सपिङ गरेँ, त्यो पनि 15K। मेरो 15Kमा त 1 रुपियाँ पनि फिर्ता आएको छैन। अनि खाली छ मेरो मनी ब्याङ्क। साथीहरू हजुरलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर राम्रो राम्रो कमेन्ट गरिदिनु होला। अनि यस्तो यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने प्लिज मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यो चाहिँ अलिक छोरालाई चाहिँ कलर पाएन जस्तो लाग्यो है, तर यहाँनिर केही छैन यहाँ। छोराछोरी बहुत मलाई चाहिँ राम्रो लाग्यो कि। स्पाइडरम्यान भन्दै थियो बाबुले, स्पाइडरम्यानको चाहिँ हेरेको चालक र जुलुक अलिक अब क्वालिटी थिएन कि मलाई, त्यही भएर मैले यस्तो ल्याइदिएँ, त्यस्तो केही छैन। अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो होइन, राम्रो लाग्छ भने प्लिज लाइक कमेन्ट अनि स्किप नगरिकन भिडियो हेरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ अब बिदा लिन्छु। आगामी दिनहरूमा यस्तै भिडियोहरू लिएर आउने नै छु। आशा छ सबैजनाले माया गरिदिनु हुनेछ भन्दै आजको लागि बिदा लिएँ। बाई बाई।